यता हामीलाई पनि देखा अनि बोल कस्तो हो यस्तो ब्लग बनाउनु हेलो गाइज हामी ड्रिम गार्डन जाँदैछौँ आज भाइ आसिन्ता म छन् भएर आज त मम पनि जाने आज ममले आफै भन्नु कि जाने भनेर अनि हामी जाँदैछौँ कस्तो छ के छ देखाउँछु हजुरहरूलाई पछाडि बस्नु ल हामी चाहिँ पुग्यौँ लाइक पछाडिको एन्ट्री होला सायद यो टिकट काट्नु हेर्नु न गेटमै फोटो यो चाहिँ टिकट काट्ने ठाउँ एकजनाको 150 रहेछ हामी चाहिँ ड्रिम गार्डन आइपुग्यौँ काउन्टर टिकट लग्दै गरेको मैले गरिरहेको थिएँ भिडियो गर्दै थियो त्यो भिडियो बनाउनु मिलेर हिँड्छ कहाँ म त त्यो लाइक टिकट काट्दै थिएँ नि त अब यता टिकट काट्दैछौँ भनेर यसो भिडियो गरेर थिएँ यता त मिल्दैन भिडियो बनाउन भित्रबाट मिल्छ भने त्यहाँ बाहिर मिलेर हिँड्छ कि टिकट काटेको देखाउन यस्तो रहेछ मेन भनेको घुम्नलाई नै हो ठाउँ त यहाँ छ त यत्रो फोटो खिच्ने ठाउँ बाहिर ढोक्कामै आएर फोटो खिच्दै हिँड्दै त्यो त फ्री नै होला दसैँको पिङ अहिलेसम्म रहेछ आज त पुरै फिल्मीको क्यामेराम्यान बनिरहेको छु म आज टन्नै फोटो खिचिन्छु हामी चाहिँ पुगिसक्यौँ गार्डन अफ ड्रिम के हो गार्डन अफ ड्रिम हो कि ड्रिम अफ गार्डन हो गार्डन हो अनि हामी पुगिसकेका छौँ यहाँ फोटोसुट हुँदैछ ठुलो चाहिँ आज राम्रो राम्रो फोटो खिचिदिन्छु ठुलो यस्तो दामी कि अनि क्यामेराम्यान अहिले भाइ छन् हामी चाहिँ यहाँ घुमिरहेछौँ जस राम्रो रहेछ भित्र आउँदा चाहिँ एकदम बसेर गफसफ गर्ने टक्क लाएर केटाकेटी आएर बस्ने हाम्रो फोटो सकेको छैन खिचेर फोटो खिच्दै हुनुहुन्छ त्यहाँ भएन अरे मम्मीलाई चाहिँ उता पिङ पनि रहेछ पिङ पनि खेल्छु म त अब मोबाइल लगेर जाऊँ कि क्या म त भ्लग बनाउँदैन भिडियो खिच्दै यस्तो राम्रो छ फुलहरू फुलिरह यस्तो दामी पछाडि बस्ने ठाउँ छ पछाडि यस्तो पर फोटो सुट हुँदैछ ठुलो हात्ती भएको ठाउँ नै र अब यहाँनिर फुल यहाँ मेरो पछाडि पनि फुलै फुल छ यता अगाडि पनि फुलै फुल छ यहाँ अब यहाँनिर फोटो सुट हुन्छ पर पिङ छ अब पिङ खेल्न गएँ म यहाँ पनि कस्तो राम्रो बस्ने ठाउँ रहेछ दामी अनि यो घुमेर अहिले हामीलाई लाग्छ होला अझै आधी घन्टा घुम्न यस्तो राम्रो फुल फुलिरहेछ फोटो खिच्नलाई रेडी क्यामेराम्यान कहाँ पछाडि उता क्यामेराम्यान भिडियो बनाउँदैछन् उता ठुलोमम्मीको मोबाइलदेखि राम्रो भिडियो आयो भनेर हामी दुई भाइ बिना दुईवटा मोबाइल लगेर भिडियो बनाउँदैछौँ यहाँ फोटो खिच्ने मान्छे दुईजना रेडी छ हामी फोटो खिच्दैको छैन भिडियो बनाएको छ अघिदेखि जस फोटो यता आएपछि 1 वर्षको लागि फोटो पुग्छ जस्तो छ 1 वर्षलाई त पुग्छ होला फोटो है ठाउँ राम्रो छ जे होस् लाइक फोटो खिच्ने ठाउँहरू त टन्नै छ नि एउटा हात्तीमा छ एउटा यो घरमा छ अनि यो पोखरी जस्तो सानो पोन्डमा जस्तो भनौँ अनि यता यहाँ फुल त कति छ तिहारमा यतै आउनुपर्ने रहेछ फुल टिप्न अझै उता पछाडि जान बाँकी छ अनि उता पछाडि पिङ पनि छ मान्छेहरू चाहिँ टन्नै छन् दिदीले मेरो भिडियो म दिदीको भिडियो बनाउँदैछु दुईजनाले दुईवटा भ्लग कस्तो लागिरहेछ ठिक लाग्छ राम्रो छ 1 वर्षलाई पुग्छ फोटो राम्रो रहेछ है थाहै थिएन मलाई गार्डन मात्रै रहेछ तर सायद चाहिँ खाने ठाउँ पनि होला रेस्टुरेन्ट जस्तो नि होला जस्तो चाहिँ यता माथि त्यहाँ अझै ठाउँ छ अब अहिले त यहाँ फोटो खिच्ने मात्रै भइरहेछ बट ठिक छ दिदीले भिडियो
दिदीले भिडियो बनाउँदै हुँदैछ, म बिचमा आएर म आफ्नै भिडियो बनाइरहेको छु ब्लगको। दिदीले टिकटक बनाइरहनु भयो ओ भिडियोको बनाउँदै हुनुहुन्छ टिकटकै लागि। मम्मी उता पछाडि हुनुहुन्छ। दिदीको फोटो सुरु भयो। मम्मी पिङ खेल्न जाने अरे। कहाँ छ पिङदेखि उत्यो देखिन आएछ। खेल्न सक्नुहुन्छ पिङ? खेल्नुहुन्छ? डराउनु होला नि तपाईँ? डराउनुहुन्छ तपाईँ? म चाहिँ डराउला, तपाईँ अब डराउनुहुन्छ। कस्तो राम्रो रङ्गोली, यति बनाउन मेरो ढङ्ग भएको भए म अस्ति कति राम्रो बनाउने थिएँ लक्ष्मी पूजामा। उता ऊ पर पिङ छ, अब म पिङ खेल्न गएँ ल। फोटोसोटो खिच के गर्ने गर। ऊ त्यो लाइन बस्नुपर्छ छ। कताबाट हो जाने? यतादेखि हो जस्तो छ। अब म पिङ खेल्न गएँ ल। यहाँ भएको मान्छे सबसँग सबैको हातमा मोबाइल होला। मेरो हातमा पनि मोबाइल छ। धेरै जसोले भिडियो भन्दा नि अब फोटो खिच्नलाई बनाइरहेछ। कहाँ जानुको मम्मी? मम्मी उता गएर उता पछाडि गएर लाइन बसिरहनु पर्दैछ मम्मी। देखाएको छैन होला। हामी तिनजना यता मम्मी लाइन बसिरहनु भएको छ। त्यहाँ हुन्छ पिङ खेल्नलाई रेडी। पिङ खेल्ने ठाउँमा पुगिसकेँ म। मम्मीको पालो आयो। बच्चौ बच्चौ मम्मी खेले। मम्मीको रहर यति नै हो। अझै अझै म गएर धकालिदिन्छु। अझै खेल्नु त्यहाँ मजाले, मैले धकाल्छु बिस्तारै। भएकै छैन र अझै हुनु बिस्तारै। कसको अब? दिदीको पालो। अब दिदीको पालो हेरौँ है, दिदी कतिसम्म मच्चिन सक्नुहुन्छ। सुरुमै बाङ्गो भयो। भएन भएन बाङ्गो भयो बाङ्गो। एकछिन ढोग्नु न। मान्छे पालो कुट्दै अस्मिताको पालो। म त खेल्दिनँ म सक्दिनँ। ए होइन खेल्दै जानु ठिक होला क्या। खेल्दै गर्नुहुन्छ। एकछिन हेर्दै जानु। त्यहाँ ठोक्के त्यहाँ बाङ्गो गयो दिदीको। त्यहाँ ठोकिन्छ अहिले। उता ठोकिएला। त्यहाँ ठोकिन्छ क्या। दिदीको नि भएन है मचिएको। माथिसम्म जानु भनेको त्यही थियो। के भन्न चाहनुहुन्छ? धेरै धेरै माथि पुग्नुभयो त तपाईँ? दिदी धेरै माथि त्यहाँ पुग्नुभयो त। अब अरूको पालो, त्यसपछि अस्मिताको पालो आउँछ। फाइनली पिङ पनि खेलेँ मैले, मजा आयो। अब छुनामीले मैले खेलिसक्यौँ। बाहिर अस्मिताको टर्न छ। अब म त आफूले पिङ खेलेपछि किन बस्नु त्यहाँ? म भिडियो बनाउन आइसकेँ तल। कस्तो राम्रो रहेछ यहाँ बस्ने पनि। हाम्रो साथीहरू त्यहाँ पिङ खेल्दै हुनुहुन्छ। वेट गर्दै हुनुहुन्छ पिङको टर्न। मेरो छुनामीको आयो अनि बिचमा फेरि को आएर खेलिदिरह। मचिनु भएन त? यहाँ भिडियो म त जान्दिनँ। यस्तो यो सानो छ, अलिक ठुलो भए जान्थेँ होइन कि म त खुट्टामा भए मचिन्थेँ। बाङ्गो जाने रहेछ त्यहाँ। अनि तपाईँको त सिधै गइरहेको थियो, तर माथिसम्म धेरै मचिनु भएन। केही छैन, धेरै मचिनु नि हुन्न। यो सानो भएर म नगएँ, डराएर नगएको होइन। अलि देखाउनुपर्छ नि डरा जस्तो गरेर होइन। किनभने अब अरू सबैजना डराइरहेको छ। अब म डराएन भने त तिनीहरूलाई नराम्रो लाग्न सक्छ नि त। हेर्छ यो मान्छे डराएकै छैन, हामी डराइरहेको छौँ होइन, त्यस्तो भन्न सक्छ नि त। त्यही भएर म डराएको एक्टिङ गर्नुपर्छ क्या।
तर यो पिङ्क अलिक सानो छ त्यही भएर अहिले म नगएको ल अस्मिताको पनि पालो आइसकेको छ ल अस्मिता चाहिँ बाङ्गो गएको छैन सिधै अझै मचिनु पऱ्यो म अस्मिता अझै भाती टुप्पोमा जानु पऱ्यो भएन मै चढ्नुपर्छ क्या चढ्दिनँ म अझै खेल माथि जानु पऱ्यो अझै यत्रो माथि हाइटसम्म छ बच्चा जस्तो खेलेको छ नि तिनैजना अब त उता रोक्न लाग्यो के भयो रोकिन ला मच्यो अझै कस्तो लाग्यो पिङ खेलेर डर लागेन किन मचेन त त्यो माथि गएन है न त धेरै लामो त लामै छ तर जस्ट 3 जना मध्ये अस्मिता चाहिँ फेरि धेरै माथिसम्म गयो मम्मी जाँदै जानु भएन खै दिदी कहाँ हुनुहुन्छ दिदी हराउनु भयो त यहाँ चाहिँ बस्ने ठक्क लाएर गफ गर्ने सुत्ने सब थोक छ क्या यहाँभित्र कोही पिङ खेल्ने कोही फोटो खिच्ने कोही टिकटक बनाउने कोही यहाँ भिडियो बनाउने कोही त्यहाँ पिङ खेल्ने कोही यता बस्ने अस्मिताको पनि पालो आउँछ अहिले अस्मिताले पनि बनाउनुपर्छ ब्लग अब अस्मिताको पालो मैले पनि बनाइसकेँ 2-4 धेरैचोटि बनाएको छु दिदीले नै बनाउनु भएको छ मोबाइलले र के बनाउनु भएको छ घरमा आएर थाहा पाइन्छ अब अस्मिताको पालो फोटो गर्नु तपाईँ हेर्नु फोटो मन परेन केही बस्नु त यहाँ हामीलाई पनि देखा अनि बोल कस्तो हो के हो यो कुदेको कुदै छ यस्तो देख्न पाइन्छ हो यहाँ त ब्यागमा चिया बोकौँ अनि बोतलमा खाजा हालेर हामीलाई 1 घन्टाभन्दा बेसी भइसक्यो अहिलेसम्म फोटो सुट सकेको छैन नि अझै यहाँ बसी अझै फोटो सकेको छैन फोटो खिच्ने मान्छे यता हुनुहुन्छ हाम्रो फोटोको मान्छेहरू त्यता म यहाँ भिडियो बनाउँदै आफ्नो पारामा छ कति 2-3 घन्टा भयो सायद होइन 2-3 घन्टा त अलिक बढी नै भयो 1-2 घन्टा भयो होला फोटो सुट सकेको छैन अझै नेचुरल लाइटमा त म कालो मान्छे होइन यति गोरु देखाएको छु नि म आफै दङ पऱ्यो त म यति गोरु छु छैन नि यति गोरु त म गर्दा यति घामले गर्दा म आफै दङ पऱ्यो यस्तो दामी गोरु छु म जस्तो घाममै बस्नुपर्छ जस्तो घाममा बसेर कालो भयो घाममा बसौँ कि नबसौँ सकेन अझै सकेन कति खिच्नु फोटो आज यति खिच्नु पुगे छैन होइन बल्ल 1 वर्षको लागि पुग्यो अब अझै 2-3 वर्षको लागि छैन अब यता बसेर फोटो अर्को अब हाम्रो निस्किने बेला आयो फोटो टन्नै खिच्यो सबै ठाउँमा खिच्यो अलमोस्ट अब निस्किने बेला आयो हाम्रो यो ठाउँ त जस देखाएन है यहाँ पनि जस्ट बस्नुलाई रहेछ सानो क्याफे जस्तो टुरिस्टहरू हुनुहुन्छ मम्मी सबसे अगाडि बिचमा म त जहिले बिचमा रहेछु अस्मिता त्यसपछि अनि दिदी लास्टमा दिदीले कुहिले अहिलेसम्म खोज्याउनु जस्तो छ हाम्रो अब फेरि फोटो खिच्न जानलाई उता एउटा ठाउँ छ राम्रो सबैको फोटो खिच्नु पऱ्यो अनि त्यसपछि उता छ नि हो त्यो ठाउँ राम्रो छ क्या हो त्यता सबको फोटो खिच्नु पर्ला त्यसपछि लाग्छौँ हामी अहिले अब फेरि फोटो खिच्न बाहिर निस्किन लाग्थ्यौँ फोटो खिच्न फेरि आयौँ हामी पछि अब कहिले आउने त्यही भएर उता बसेर हो त्यो घर दामी देखाएको छ नि त हो त्यो सबैको सिङ्गल खिच्यौँ त्यसपछि 2-2 जना 3 जना
बल्ल बाहिर निस्क्यौँ हामी फोटोसोटो खिचेर बाहिर निस्क्यौँ है। अब खाजा खान जाने कता जाने यतिको अझै फोटो बाँकी छ। हाम्रो भनेको चाहिँ ग्रिन गार्डन यहाँबाट देखिन्छ। अब हामी खाजा खाना निस्किँदा के सोध्यो तिमीलाई? के सोध्यो? नेपाली बोल्न आउँछ अरे। नेपालीमै बोल्यो इङ्ग्लिसमा? नेपालीमा नेपालीमा बोलेर नेपाली बोल्न आउँछ अरे। नेपाल कुहिरो हुने होला नि त। तिमीलाई कुहिरो सम्झ्यो होला। कुहिरो सम्झा नि त। उसलाई हेर्नु न यसलाई कलर अब खै सेतो हाल्छ। उसलाई कुहिरे तर देख्छ त हेर्नु न कुहिरो एकजना अङ्कलले समातेर है कपाल हेरेर कुहिरे जस्तो अनुहार हेरेर धुइरे जस्तो। त्यही उसलाई त कति हाँस्नु पर्यो। उसलाई त एकजना अङ्कल आएर है नेपाली बोल्न आउँछ अरे कुहिरे नै लाग्यो। अस्मिता यताउता हाम्रो कुहिरे मान्छेलाई उल्लु बनाइदिनु पर्छ क्या। भने मैले उल्लु गर्नु अघि जे भारी बोल्दा हुन्छ। इङ्ग्लिस बोल्नु पर्थ्यो नि त अनि टक्क लाएर अघि हाम्रो कुहिरे खै हाम्रो कुहिरे देखाउँ त। हामी दुईजना धुइरे। म त सोधे जस्तो लाग्थ्यो उतापट्टि अङ्कलले के अरे नेपाली बोल्न आउँछ। मलाई लाग्यो कि कुहिरे असितासँग बोल्यो भनेर। म नि त्यस्तो लाग्यो। नेपाली बोल्न आउँछ अरे क्या आज उसलाई कमेडी भयो है एउटा अन्तिममा जान बेला र त अझै खाजा खानु बाँकी छ। खाजा खाएर घर पुगेको देखाउँछ। हामी हिँड्दै जाने रे अघि आउँदा ट्याक्सीमा अब जाँदा आफ्नै ट्याक्सीमा खुट्टा आफ्नो दुईवटा खुट्टा। ठिक छ अब हामी खाजा खाने ठाउँमा पुगेर खाजा खाएको देखाउँछौँ। त्यसपछि घर जाने पुग्यौँ बल्ल खाजा खान।